नमस्कार, टुडे न्युजमा स्वागत छ। म एन्जल। सुरु गरौँ राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुर धाममा सर्वदलीय अभिनन्दन गरिने प्रसङ्गबाट। राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुर धाममा सर्वदलीय अभिनन्दन हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण र रेशम चौधरीलाई आम माफी गरेपछि उल्लासमा हरेक तराई मधेसवासीले सर्वदलीय अभिनन्दन गर्न लागेका छन्। नेपालका पहिलो राष्ट्रपति जनकपुर धामकै डाक्टर रामवरण यादवले नेपालको संविधान जारी गर्दा समेत सर्वदलीय अभिनन्दन नभए पनि पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र चौधरीलाई आम माफी गरेपछि मधेसमा राष्ट्रपति पौडेलको लोकप्रियता समेत बढेको छ। जेठ 31 गते जनकपुर धाम आउन लागेका नेपालका राष्ट्रपति पौडेलको जनकपुर धाममा भव्य अभिनन्दन गरिने शनिबार जनकपुर धाममा बसेको सर्वदलीय बैठकले निर्णय गरेको छ। जनकपुर धामको उद्योग वाणिज्य संघको राजर्षि जनसभा हलमा प्रतिनिधि सभा सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिको पहल र जनकपुर धाम उपमहानगरपालिकाद्वारा आयोजित सर्वदलीय सर्वपक्षीय बैठकमा सहभागीहरूले तिरुतिया गाछीमा राष्ट्रपति पौडेललाई भव्य स्वागत र नागरिक अभिनन्दन गर्नुपर्ने प्रस्ताव राखेका थिए। राष्ट्रपतिको जनकपुर धाममा भ्रमणका विषयमा जानकारी गराउँदै सांसद निधिले राष्ट्रपति पौडेलको जनकपुर धाम आएर जानकी मन्दिरमा पूजा र दर्शन गर्ने पहिलादेखि इच्छा रहेको साथै राष्ट्रपति पौडेल नागरिकता विधेयक प्रमाणीकरण गरेर मात्र जनकपुर धाम जाने अठोट समेत लिएकाले नागरिकता विहीन लाखौं युवाहरूको समस्या समाधान गरे आउन लागेको उनलाई जनकपुर धाम र मधेसीवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताए। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर मात्र मधेस जाने भन्दै आएकोमा उनको जेठ 31 गते भ्रमण हुन गइरहेको बताउँदै उनले राष्ट्रपतिले जनतालाई कुनै पनि मर्का नपर्ने गरी व्यवस्था मिलाउन समेत भनेको जानकारी दिए। सो अवसरमा प्रदेश सभा सांसद राम सरोज यादव र दिपेन्द्र ठाकुरले पनि राष्ट्रपतिको भ्रमण सुखद रहेको बताउँदै भव्य र व्यवस्थित बनाउन आफूहरू प्रदेश सरकारलाई समेत यसमा सहभागी गराउन पहल कदमी लिने बताए। जनकपुर धाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाहले धनुषाको सबै प्रत्यक्ष र समानुपातिक सांसदहरू सहित मूल समिति बनाएर त्यसका अधीनमा अन्य उपस्थितिहरू बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजादेखि तिरुतिया गाछीमा हुने भव्य स्वागत र नागरिक अभिनन्दनको कामका लागि तयारी गर्ने सर्वसम्मत निर्णय भएको बताए। साथै बैठकबाट नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन र मूल समारोह समितिले निर्णय गर्ने जनकपुर धामको एक चोकमा राष्ट्रपतिद्वारा काठमाडौँको माइतीघर मण्डलामा रहेको जस्तै देशको ठूलो झण्डा ठड्याएर फहराउने निर्णय समेत भएको छ। विमानबाट जनकपुर धाम आउने राष्ट्रपतिलाई विमानस्थलदेखि जानकी मन्दिर र मन्दिरदेखि पुनः तिरुतिया गाछीसम्म पुग्ने क्रममा सडकको दुवै छेउको पेटीमा राष्ट्रिय झण्डा सहित उभिएर नागरिक अभिनन्दन गर्न सबै दलले आफ्नो कार्यकर्ता र समाजलाई परिचालनमा भूमिका निर्वाह गर्ने पनि सहमति भएको छ। कार्यक्रममा जनकपुरका उपप्रमुख किशोरी शाह, धनुषाका प्रमुख जिल्ला अधिकारी सहितका प्रशासनिक निकायका प्रमुख, बृहत् जनकपुर धाम क्षेत्र विकास परिषदका अध्यक्ष शीतल शाह, उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहित हरेक दलका नेताहरू सहित नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो। सर्वदलीय अभिनन्दनमा नेकपा एमाले पनि सहभागी हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आम माफी गरेको भन्दै कडा आलोचना गरिरहेको नेकपा एमाले राष्ट्रपतिको सर्वदलीय अभिनन्दनमा सहभागी हुने भएको छ। नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले राष्ट्रपति कुनै पार्टी वा भेगको नभई सम्पूर्ण नेपालको रहेको कारण आफूहरू अभिनन्दन कार्यक्रममा सहभागी हुने जनाएका छन्। उनले सर्वदलीय अभिनन्दन अर्को पाटो भएको भन्दै राजनीतिक र सामाजिक व्यवहार फरक हुनुपर्ने बताउँदै अध्यक्ष यादवले राष्ट्रपतिलाई जनकपुर धामवासीले हृदयले अभिनन्दन गर्नुपर्ने धारणा राखे। राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र रेशम चौधरीले आम माफी गरेपछि आक्रामक बनेका एमाले अभिनन्दन कार्यक्रममा सहभागी हुने भएपछि एमाले राष्ट्रपतिप्रति लचिलो देखिएका छन्। यस वर्ष धनुषाबाट 33 जना हज यात्रीहरू हजका लागि काठमाडौँ प्रस्थान गरेका छन्। जिल्लाका जनकपुर धाम उपमहानगरपालिका, सबैला नगरपालिका, मिथिला बिहारी नगरपालिका, गणेशमान चारनाथ नगरपालिका सहितका 33 जना यस वर्ष हजका लागि खाडी मुलुक साउदीको मक्का मदिना जान लागेको जिल्ला
प्रशासन कार्यालय धनुषाले जनाएको छ। शनिबार हजका लागि घरबाट प्रस्थान गरेका हज यात्रीहरू राति काठमाडौँ स्थित काश्मीरी मस्जिदमा बसोबास गर्ने र त्यहाँबाट आइतबार हजका लागि साउदी प्रस्थान गर्ने कार्यक्रम रहेको छ। धनुषाका 12 जना महिला सहित 33 जना हजका लागि साउदी जान लागेका छन्। यस वर्ष नेपालबाट हजका लागि 1180 जना हाजी हज गर्न खाडी मुलुक साउदीको मक्का मदिना जान लागेका छन्। इस्लाम धर्मका 5 वटा आधार स्तम्भ मध्ये हज पनि एउटा महत्त्वपूर्ण स्तम्भ रहेको छ। तर हज हुने खाने सम्पन्न मुस्लिमलाई अनिवार्य गरिए पनि गरिब विपन्नलाई भने छुट गरिएको छ। हज गर्दा पुण्य तथा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको हज यात्री मास्टर क्युमले बताए। प्रत्येक वर्ष नेपाल सहित संसारभरिका मुस्लिम समुदाय हज गर्नका लागि साउदी जाने गरेका छन्। इस्लाम धर्मावलम्बीहरूको लागि साउदी महत्त्वपूर्ण स्थल मानिएको छ। साउदी सरकारले यस वर्ष 1200 नेपाली हज यात्रीको लागि कोटा प्रदान गरिएको हज कमिटीका पूर्व सदस्य मोहम्मद कैसले जानकारी दिए। कोभिड कालमा कोटा निकै न्यून दिएको थियो। यस वर्ष नेपाल सरकारले प्रत्येक हज यात्रीसँग 4,65,000 रुपियाँ लिने परिपत्र गरेको छ। नेपाल सरकारले हज यात्रीहरूसँग चर्का रकम असुल गरे पनि हज यात्रीहरूको लागि साउदीमा बस्ने र खाने राम्रो व्यवस्थापन गर्न नसकिएको गुनासो रहँदै आएको छ। यस वर्ष नेपालबाट हज गर्न धनुषाबाट 33, काठमाडौँबाट 34, महोत्तरीबाट 41, पर्साबाट 26 र सर्लाहीबाट 39 जना रहेको छ। त्यसै गरी कपिलवस्तुबाट 191, कैलालीबाट 2, सुर्खेतबाट 1, बर्दियाबाट 5, दाङबाट 3 र अर्घखाँचीबाट 8 जना रहेको छ। त्यस्तै नवलपरासी पश्चिमबाट 9, पाल्पाबाट 23 र चितवनबाट 2 जना रहेका छन्। तनहुँबाट 3, रूपन्देहीबाट 3, नुवाकोटबाट 4, बाँकेबाट 136, रूपन्देहीबाट 104, रौतहटबाट 95 र बाराबाट 27 जना रहेको छ। त्यसै गरी झापाबाट 10, मोरङबाट 22, सुनसरीबाट 184, सप्तरीबाट 2 र बाँकेबाट 2 जना रहेका छन्। विपद जोखिम न्यूनीकरणको तयारी स्वरूप धनुषामा विपदबाट जोगिनका लागि विपद पूर्व तयारी तथा राहत वितरण सम्बन्धी अभ्यास जनकपुर धामको गङ्गासागरमा शनिबार सम्पन्न भएको छ। बाढीका दृष्टिकोणले निकै जोखिममा पर्ने जिल्लाको रूपमा रहेको धनुषा जिल्लामा कमला, जमुनी, वडहरी, औरी जस्ता नदीहरूमा वर्षेनी रूपमा बाढी आएर धनजनको क्षति हुने भएकाले यसबाट हुने धन जनको क्षतिलाई न्यून गर्नका लागि पूर्व अभ्यास गरिएको छ। जनकपुर धामको गङ्गासागरलाई विभिन्न खोला तथा नदी क्षेत्र मानेर नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले नेपाल रेड क्रसको सहभागितामा पूर्व तयारी स्वरूप अभ्यास गरिएको छ। पूर्व अभ्यासमा तीनै सुरक्षा अङ्गले रबर बोट, डोरी, लाइफ ज्याकेट सहितका सामग्रीहरूको प्रयोग गरिएको थियो। बाढी सहित अन्य प्रकारको विपदजन्य 230 वटा घटना धनुषामा गत वर्ष हुनका साथै यसमा परेर 10 जनाको मृत्यु भएको छ। बाढी तथा विपदजन्य घटनाका कारणले जिल्लामा 13 करोडको क्षति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। उनले विपद जोगिनका लागि तथा जोगाउनका लागि सबै प्रकारको तयारी धनुषामा भइरहेको बताए। कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जलबाट आउने विपदबाट जोगिनका लागि धनुषाका हरेक युवाहरूले खोला, नदी तथा पोखरीमा पौडी सिक्न आवश्यक रहेको बताए। जनकपुर धाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाहले जल विपदको साथै आगोलागबाट धनुषामा ठूलो मात्रामा धनजनको क्षति हुने भएकाले हरेक पालिकाले 12 यन्त्र खरिद गर्नुका साथै विपदको सामना गर्न केही बजेट विनियोजन गर्न आग्रह गरे। धनुषाको महेन्द्रनगरमा रहेको नेपाली सेनाका गणनका प्रमुख सेना सुरेश यादव देवकोटाले यसपटक विपदजन्य अवस्थाको सामना गर्नका लागि नदी तथा खोलाको स्थलगत अनुगमन गरेको बताए। पानीजन्य जोखिममा नेपाल विश्वमा 4औं स्थानमा रहेको छ भने भूकम्पीय दृष्टिकोणले 11 स्थानमा र समग्र विपदजन्य जोखिममा 30औं स्थानमा रहेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जानकारी दिए। जनकपुर धाममा 3 दिवसीय विमर्श कार्यक्रम हुन लागेको छ। आगामी शुक्रबारदेखि विमर्श फाउन्डेसनको आयोजनामा कार्यक्रम हुन लागेको छ। एक दीप चेतना नारा सहित हुन लागेको कार्यक्रममा 18 वटा विषयमा विज्ञहरूसँग विमर्श गरिने आयोजक संस्थाकी अध्यक्ष विभा झाले जानकारी दिइन्। उनका अनुसार आगामी शुक्रबार साँझ 8 बजेदेखि कार्यक्रम सुरु हुन्छ। पहिलो सत्र इहेची हमर जनकपुर शीर्षकको सत्र रहेको छ। यस सत्रमा जनकपुर धामको सुन्दरताको विषयमा सकारात्मक छलफल हुनेछ। त्यहाँ
मञ्चमा दोस्रो सत्र कवि सम्मेलन गरिनेछ। पहिलो दिनको सत्र पोखरीको डिलमा गरिनेछ। त्यहाँ दीप साझा दिइन्छ। गीत नाच गायनबाट पहिलो दिनको कार्यक्रम सम्पन्न हुनेछ। दोस्रो दिन शनिबार बिहान 8 बजेदेखि कार्यक्रम राखिएको छ। दोस्रो दिनको पहिलो सत्र अतीतक आँगन में भविष्य अरिपन विषयमा वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र विमल संगम, महेन्द्र मलङ्गिया, सिकेलाल, धीरेन्द्र प्रेमसिंह, परमेश्वर कापडी, प्रेमलता मिश्र र डाक्टर भीमनाथ झाले उक्त विषयमा चर्चा गर्नेछन्। प्राध्यापक डाक्टर राम अवतार यादवले मध्य मैथिलिक सहायक क्रिया रूप विषयमा एकल प्रवचन दिनेछन्। यस्तै स्त्री विमर्शमा 1 दर्जन भन्दा बढी महिलाहरूलाई वक्ताको रूपमा राखिएको छ। सहभागी सबै महिला वक्ता आफ्नो आफ्नो क्षेत्रका अब्बल रहेकी छिन्। राजनीतिक अस्तित्व शीर्षकमा पनि छलफल गरिनेछ। मैथिली साहित्यमा दलित चेतना विषयमा डाक्टर तारानन्द वियोगी, डाक्टर अशोक कुमार महतो, नित्यानन्द मण्डल, रोशन जनकपुरीले बहस गर्नेछन् भने यस कार्यक्रमलाई पत्रकार श्याम सुन्दर शशीले सञ्चालन गर्नेछन्। मैथिली समकालीन कथा साहित्य आ नपढी चुनौती विषयमा कथाकार अशोक प्रदीप बिहारी, रमेश रञ्जन र गुञ्जन श्रीले बहस गर्नेछन् भने साहित्यकार रमेश रञ्जन झाले कार्यक्रम सञ्चालन गर्नेछन्। यस्तै जलाधर संरक्षण विषयमा विजय कुमार सिंह दनुवार, नागदेव यादव, उमाकान्त झाले छलफल गर्नेछन् भने पत्रकार अनिल कर्णले कार्यक्रम सञ्चालन गर्नेछन्। यस कार्यक्रममा कुल देशदेखि 12 लाख खर्च हुने अनुमान आयोजक संस्थाले गरेको छ। हस्त टुडे न्युजमा अहिलेको लागि यति नै। अर्को न्युज लिएर हामी पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे। नमस्कार।